हाम्रो विश्वासको भित्तामा गडबडी हुनु भएन। तपाईले भने यो कुरा मलाई चाहियो, तपाई विश्वास राख, तपाईको घरमा त्यो कुरा भइहाल्छ। हालेलुया। आज मलाई यो चीज चाहियो, विश्वास गर, छोडिदियो। एक समयमा कोही छोरा छोरी यो चीज चाहियो, ल अहिले समझमा आयो। हालेलुया। परमेश्वरले भन्छ कि त विश्वास, तेरो विश्वासको डगमगाउनु भएन, तेरो विश्वासमा कमी घटी हुनु भएन। अगर तैले विश्वास गर्छस् भनेपछि म तेरो लागि आकाशको झरोकालाई खोल्छु। हालेलुया। मेरो प्रिय, हामीले विश्वास गर्नु जरुरी छ। तर हामी भन्छौँ हामीलाई विश्वास छ, विश्वास भएर त चर्चमा आए, विश्वास भएर किन नआए? विश्वास त्यसो विश्वास होइन। हालेलुया। विश्वास भन्ने तपाईको भित्रमा यो जीवन पूरी तरह प्रभुलाई दिने हो। हालेलुया। यो जीवन आज म प्रभुलाई दिन्छु, आज म मरे पनि प्रभुको साथमा जाने भयो भन्ने पछि तपाईलाई परमेश्वरले मार्नका लागि आएर